ह्याप्पी दसैँ। ल हाम्रो घरमा चाहिँ एकदम दसैँको प्लस पोखरा जाने तयारी हुँदैछ। मम्मी सम्झिना गर्न जानको लागि एकदम यस्तै खुसी भएर एक्साइटेड। तर मम्मीको कति सुहायो नि तपाईँलाई यो कपडा, मलाई उज्यालो देखियो, हजुरलाई सुहायो, मन पर्यो मलाई। घर पूजा गरेर भर्खर आइपुग्यौँ। अब हाम्रो बुटोल घर जाने तयारी छ। लस्सी खाइरहेछौँ हामीले चाहिँ। अनि यस्तो प्याकिङ, यो लाउर जान लाग्यो यसरी प्याकिङ। लाउरे आउनुभयो हाम्रो घरमा, खुसियाली छ। यहाँ चाहिँ हेलो के छ त भ्याइयो त प्याकिङ? अझै भ्याइयो छैन रेडी भएर? छिटो जाम हौ, छिटो जाम। ल जाम जाम जाम। अब हामी चाहिँ साइड गऱ्यौँ। गाडी 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 के हो मान्छे धेरै। ल मम्मी र बाबु चाहिँ गाडीमा, दुर्गा पूजाको यो निस्किनु भएर छ। हामी र म र बुढा चाहिँ बाइकमा। ह्याप्पी दसैँ आन्टी। ल मेरो भिडियोमा आउनुभयो आन्टी पनि। ह्याप्पी दसैँ। कान्छी आन्टीहरू कति जानुभएछ? ल कान्छी आन्टी भिडियोबाट हजुरलाई ह्याप्पी दसैँ है। ल घर आइयो। ह्याप्पी दसैँ। ल बुवा दर्शन ह्याप्पी दसैँ। मैले भ्लग खिचिरहेको छु। खोइ 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 खोइ। ल ढिलो भइसक्यो। ल ल ल मम्मीले यहाँ पूजासुजा गरेर यस्तै राख्नु भनेछ। ल ढिलो भइसक्यो त। ल ल छिटो। अहिले मम्मी त्यहाँ अहिले नढोक्नु, अहिले उठेपछि त्यहाँ मिल्दैन। उठ्न पैसा दिने होइन लान्छ ल। टिका यसरी नै लाउने हो। अस्ति नै उता बसेको मार्नु। बुवा तपाईँले कस्तो उल्टो टिका लाउनु भयो? उताबाट यता आउने टिका लाउने। अस्ति नै त्यसरी नै बसेको। हुन्छ आज उहाँ ठुलो बाल त्यही भन्नुहोस् त। सोध्नुहोस् त, मैले बिहान न्युज पढ्दा समेत त्यही थियो। लाउने मान्छे पूर्व फर्किने, लगाइदिने मान्छे पश्चिम फर्किने। अनलाइन खबर हेर्दा कहिले ज्ञानले त त्यो मुहान मेरो त्यहाँ त्यो अनलाइन होइन, ठुलो बाला बार अनुसार हुन्छ कि। आज बिहिबार त्यस्तो लगाइदिने मान्छे पूर्व फर्किने भन्नु थियो। चल लाउँदै टिका लगाउने मान्छे कता फर्किने, लगाइदिने मान्छे कता फर्किने हो? पश्चिम फर्केर लगाइदिने, पूर्व फर्केर थाप्ने। ल मम्मीलाई पनि सधैँ एउटै हुन्छ भयो, फेरि सधैँ किन कन्फ्युज हुन्छ कि सधैँ सधैँ त्यस्तै हुन्छ के टिका त। अब क्या चार्नी गर्नु त्यही भएर त त्यता यसो बस्नु भनेको कि त्यसबाट फर्किनु। अब त भेट्यो यो त जा भनेको उता।
ए घर त हामीलाई पनि दिने दिएन र त होइन हाम्रो दिनलाई दिएको हाम्रो दिनलाई होइन दिएको दिन्छु कि यहाँ उसलाई दिएन यहाँ लेखा पऱ्यो होइन हामीलाई पनि यिनी केटा तिनवटा केटा दिएको म उठेर मम्मीलाई दिन्छु पैसा नहेर्न अहिले मैले हेर्छ यार यहाँ त भनेर खाम पनि नगो लाइट बनाउँला किन होइन यस्तो हुन्छ नि त घर त अलि नजिक बसेर अलि नजिक बसेर नजिक सबै सबै माले बसेर आनन्दले बाबन मात्र यति मानेर लड्नेलाई ल भनिदिउँ त बाबाले भन्नुहुन्छ मन गरी छ के नि भाइ नमाते सज्जन छ भन्ने काले अलि चाँडै भयो त्यो त ए चिठी गर्नु ज्ञानी छौ ज्ञानी भयो भन्नु न त्यो अलिक ज्ञानी छैन जस्तो जमरा खाएको शब्द होस् ऊ तपाईँ तल ज्ञानी भाइ सबैलाई माने त्यही हो अहिले खै मैले दाइ दुई नम्बर लेखेको छ एक नम्बर हो कि खास तपाईँले एक नम्बर त जोइको जय त नम्बर त उहाँ त कतै त तलको कोही देला नि हामीले यही गर्दिन खाने तपाईँ आफै जाएर त सबै बसी हुन्छ कि हामी पछाडि जाऊँ सँगसँगै ल्याइदिउँ कि ए किरण त्यत्रै बस्छ दाइ ठिक छ सबै ठाउँमा टिका लाग्यो अहिले ठ्याक्क सबै लगाइदिनु अहिले सबै लगाइदिनु ल यसले त कतै पनि आउँदैन है खोइ त टिका लगाएको मान्छे त आउँदैन कपिले खिचेर त अब अहिले पनि बस्छु त दिनु नि त किन्न आउने हो र ल यहाँ आइरहेछ कोही थाहा याद छ होला सेट गरेको सबै ठिकै छ अलिअलि सबैलाई फोन गर्न सिकेस् सब राम्रो छ दुई नम्बर आशिष मान्नुपर्छ दसैँको त मम्मी त फोन ल्याएछ त महिनामा पछि गर्न बाबु के अरे 100 होइन 200 हो पहिला मम्मीहरूले दाजुलाई पनि होइन तपाईँ बाबालाई म बिहा गर्छु पाउँछु नि त मलाई कम गाडी गरे जस्तो भन्नु मलाई कम गाडी गरे त्यही माने मात्रै होइन है गरेको सबै हो घरिघरि कम विशेष अलि सब ठिक छ हेलो 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 ह्याप्पी दसैँ यस्तो राम्रो मेरो भन्ने बेला कता जानु तपाईँले आशिष दिनु न दुर्गाको पाएको भइसक्यो हजुर बताइनु भगवान्ले रक्षा गरून् सबैलाई फोन गरोस् आफ्नो मान्छे चिनियोस् आफ्नो मान्छे सधैँ चाहिन्छन् ज्ञानी होस् त्यही हो यहाँदेखि रहेछ खिच्ने खास विशेष ज्ञानी भएछ भन अझै ज्ञानी त अझै ज्ञानी हुनु पर्छ भने यति उमेर भने म त्यति देख्छु कन्टिन्यू हेरिदिने हो मैले पढाउँदैछु कति हाम्रो हामीले लाग्यो त्यसमा फर्किने म एकैटाइपलाई खिच्छ के दुइटै गर्न देखिन्छ यहाँबाट तपाईँले त्यहाँ राख्नु। यिनीहरूलाई गर्नु पर्दैन कि के अरे के भन्दा ए यहाँ हेर्नु है यहाँ पहिला पैसा रेडी थिएन अहिले भइरहेको भिडियो
नानीलाई दिन्छ पैसा हुन्छ कि यति पैसा पनि छुट्टा छुट्टै सबले दिँदा त धेरै भयो त यार। पहिला किन त्यसलाई आशीर्वाद मैले गरेका छ दसैँको टिका त भोलि दिन त होला होला आजको कुरा हुन्छ मेरो पर्समा जाउँ त आज हाम्रो यहाँ देखाएको भन्छ नि त जाउँ जाउँ पर्समा साथ दिलाउँ न सधैँ अहिलेको केटी जस्तै सधैँ बस नमागोस् यसलाई के गर्नु के गर्नु हामीलाई त अस्ति त्यही भेटिन गयो तपाईँहरूले के अझ त उता छ उता सधैँ यस्तै पुरा हजुरले चाहिँ आफ्नो लागि सिउन पाइयोस् अनि बाबुलाई बाबुलाई चाहिँ त्यो पर्समा निकाल्नु बाबुलाई सानो पैसा निकाल्नु यो कस्तो दाइ त उनी त बसिरहेको हुन्छ अरू दाइ बस्न बस ए रन्छ फेरि एकैचोटि ढोक्नु। कफीलाई दिएन र दिनु दिनु प्लिज प्लिज त्यो मेरो हो पाउनु पर्यो किनभने पाउनु पर्यो यो ठुलो मान्छेलाई नि हल्का टिका लगाइदिने सिस्टम हुन यहाँ पर्यो त्यो धक्का दिएर त्यो खसलाई गो पछाडि हामीले पनि आशिषमा मिसाएर हल्का के भन्न पाइन्छ ए भाउ जाऊ बाबा ठुलो मान्छेलाई पनि टिका लगाइदिने सिस्टम हुन पर्यो कि हो नि त लगाइदिने हो टिका होइन पैसा दिने नि त पैसा होइन टिका मात्रै यता बस्छु नि यता हो कि तिमी यता होला अघि पनि यतै थिएँ म धेरै गाली नगर्नु होला भनेको त तिरा राख्दिनु पाइयो कतिखान गति भिडियो फोन गर्दा सधैँ दिइराख्छु जुवेलका पनि ल्याएकै हो मेरो फोन नम्बर साउनु भन मौकाले जुरेको भाग्यले जुरेको यो मौका नेक्स्ट यार फोनको नम्बर भनौँ न भाइ बाबाले सम्झिनु नम्बर दुईजनाको नम्बर लाग्छ नि आटो आटो दाजुले सुनेर जस्तो गर्नुभयो मेरो त यति धेरै पैसा त राख्दैन यति कालै भयो त्यो धेरै त्यही भएर। छ। अब मेरो भाइ बाइकमा नभए पनि घरमा भाइ बहिनी पाइएन भाग्यवानी हुनुहुन्छ हामी पनि भाग्यवानीसँग हजुरहरूलाई पाएर सधैँ राम्रो भएको पाइयोस् केही परेमा भाउजू छ ढुक्क हुँदा हुन्छ पैसा छेउमा हाल्न हुन्न के टिका लगाइदिने पहिले पैसा चाहिँ राख्नु नआत्तिनी होइन अलिकति आफूलाई पर्सनल टाइम देखा लिपा देखा हुन्छ नि दिने त्यो गरेपछि अलिक त्यहाँ त्यो मम्मी त्यो फर्स्टलाई प्लस उसमा। ग्रोथ हुन्छ प्लस केही गरेमा मेरो घर यही लेखा हुनु झन् पर्यो। सक्सेस हुन्छ 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 कुकर अब एकैचोटि ढोक्नु है मैले महिना लगाइदिनु पर्यो बाबु हजुर प्लास्टिकको पोको पारेर हो क्या रोकेन अघिल्लोचोटि त हजुर मलाई लगाइदिने बिर्सेर उता गरेर लगाएको है खाम त छैन पैसा दिएछु त मैले होइन मुख खोलेर भन्न नआउने आशिषहरू के हो पैसा खाम त यहाँ छ कि खाम सकारात्मक सोच होस् दिन पुग्ने होस् सकारात्मक सोच पोजिटिभ नै सबै केही होइन राम्रो हुँदैछ हुन्छ त्यति बेला हुन्छ मम्मी त्यहाँ त्यो खसलाई पैसा छुट्टै हो अलिकति भए पनि बाटो फेरि कता धेरै भनेपछि हाकिम हाकिमनीको दसैँ टाइटल युट्युबमा यस्तो हुन्छ मम्मी, एक चाबी राख्नु। दसैँ भने। मलाई त हजुर भिडियोलाई मात्र हुन्छ होइन भगवान् त्यो यहाँ राखेको त होइन, अनि घरको नाम सरी गर्छु। त्यो के ठुलो पैसा रहेछ र खाम बाहिरै अड्दिन्छ
मैले माथि अर्को बिहा आउँदा ठिकै हुन्छ बुवाहरूलाई किन सबै झर्छ है भेज त खत्रै आएछ वाला हामी अझै फोकस भएन भएन निद्रा वाह वाह बन्द तपाईँलाई गाडी बिजनेस गरौँ भनेको भएन क्या यतिमै छ हरेक भिडियो खिच्दाखेरि फोकस गर्न सम्झिनु पर्छ जसको हातमा आयो उसमा गएर भिडियो खिचिराख्नु गला र हामी धेरै नदे मेरो बेइज्जत हुन्छ फेरि यहाँ हेर्दै यहाँ पैसा देखावे क्या ठुलै मैले त यता यता गर्न यता नाक देखाउन हो कि तेरो हामी कता लाग्यौँ बाउ भन्नु त जयकुटी ठुलबाको घरमा दसैँको आशीर्वाद लिनलाई यो सँगै हामी जयकुटी सालुबुवाहरू कुरेर बस्नु भएको छ हामीलाई हामी जयकुटी आइपुगेका छौँ हेलो कहाँ आइपुग्यौँ हामी हामी ठुलबाकोमा दधिराम नेउपानेको घर हेलो वेलकम टु माई ब्लग दसैँ ब्लग दर्शन बुवा ह्याप्पी दसैँ आमा दर्शन आशीर्वाद धेरै धेरै हेप्पी दसैँ हाम्रो बुहारी सधैँ सुखी रहनु धेरै धेरै ह्याप्पी दसैँ आमा दिदी ल के छ ह्याप्पी दसैँ वेलकम टु माई ब्लग ल सेम टु यु दर्शन यही फाइदा हो नि त दसैँको घुम्नु त आएको म दसैँ बाहिर दसैँ आएको फाइदा नि अरूलाई पनि नलागिनु भनेको अलिक बेर नगानु लगाइदिनु मलाई लाग्दैन सुसुसी एकैचोटि बिर्सिरहेको छ कि राहुललाई पनि बस्नु माछा नउठ्नु न एकछिन बिचमा तपाईँ त बिचमा बस्नु न त्यहाँ बस्नु भनेको झन् छेउमा छ अरे अब ठिकै भएन मिलिहाल्छ अब बस्ने हुन्छ किन अब माइनेको बाबा मेरो बाबा धन साङ्गलाई एकजनाले यसो भिडियो बनाएर सबैको आउने Happy Dasai! Happy Dasai! Happy Dasai!
ए भन भन भाइयो भाइ त त्यहाँ आउला के ए बारो भन्नुपर्ने जय दुर्गा माता भन्नुपर्छ ए जय दुर्गा माता दुर्गा माता की भन्नु ए दुर्गा माता की छोटे भैया क्या है हालचाल सन्तोष बस खै कञ्चन खै कञ्चन कञ्चन बुवा कञ्चन बस अझ अगाडि अगाडि कञ्चन अझ अगाडि अगाडि नै आऊ यस्तो यहाँबाट खिच्नु पर्छ कि सदा कस्तो बबा लागेर भिडियो यस्तो राम्रो आएको कि त्यो तिनवटा छुट्दैन नानी खोइ त ऊ आएन आदेश मधुर प्रियङ्का माइली आउनु न अगाडि ए यहाँ ए भाउजू ए माइली तपाईँ अगाडि आउनु न माइली छिटो छिटो छुटिसक्यो ट्रेन भिडियो गर्नु है यसको रेकर्डिङ मम्मी मम्मी एकचोटि मात्रै हो है त्यो कुरो भुल्न भएन पछि प्रोग्राममा गोपाल दाई ऊ हो नि विष्णु दाई दाइन तपाईँ घर लगाइसक्नु ए म हो त्यसो भए किरण साधना मलाई त हामीलाई लगाइसक्नु लगाइसक्नु कपिल बिराडी कपिल साधना र कीर्ति तिमीलाई माइलियाले मात्र लानु तिमी छेउमा बस है होइन दुईचोटि लाग्यो पहिला यता अरि मलाई लगाइदिइसक्नु साधना कीर्ति कपिल साधना उता बस के कपिल आइज आइज कपिल कपिल आइहाल्नु नि त बाबु कपिल हाम्रो कपिल खै अब आइज मलाई लगाइदिनु त अघि मम्मी एकचोटि अलि अगाडि अलि अगाडि अलि अगाडि अब सुन्दैन कपिल अलि अगाडि छ पानी नपर्दैन बस ओके 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 तपाईँले लगाइदिनु लगभग लगभग सबैलाई अब बाबुलाई कान्छा छैन लगाइदिनु भएको
कान्छोलाई हात नहराउनु अगाडि माथिबाट भन्नु यहाँ भ्लगमा भनेको आई अन्डरस्ट्यान्ड जुम गर यो त बदलाइदिन्छ पहिला गर्नु सिन्टास नि हो कान्छोलाई लगाइदिनु तपाईँको सिस्टम हुन्न के हो निको स्टे कान्छोलाई लगाइदिनु मिल्दैन बाबाले के छ बाबाले मिल्दैन टिका लगाइदिनु मिल्ने हो कि के हो सिस्टम उयो आउनु एकैचोटि किन त्यहाँबाट गर्नु परिपूर्ण भयो कि अब हामीले भन्नुपर्ने ठाउँ केही छैन साइलेबा साइने भनेर माग गरिराखेको माग्ने हुन्छ खाऊ न त गोपाल लगाइदिएर भाउजन लगाइदिने सबै आयो भने पनि ठ्याक्क हुन्छ गाडीमा गएर अलिकति त्यो पछाडिपट्टि अहिले माने गल्ल अब सिद्धार्थ पनि बस त्यहाँ ल सिद्धार्थ यहाँ बस बस यहाँ टिको ल्याउनु ल ल भान्जालाई लगाइदिनु ल लगाइदियो त त्यहाँ छटपट होलसेलमा हाम्रो अब ठिक मामा कहाँ जाने हो त्यसपछि भयो राम्रो एकदम भयो यहाँ घर बस्ने यति ब्याग आमा धन्न यताबाट टिकामा चोपेला हौ
ल ल दाइ अब मैले चिचारे बोले आगुन चाहिँ सबै होस् है। अब मैले प्रोजेक्टर सेट गर्न दिएन अहिले अहिले पछि हाइलाइट गरेर ढोक्छु त के खाएर अब यही भन्छ आउन बाबा अनमिन है अनमिना यसरी छोपिराख्दा हेर्दै खाएँ त्यहाँ लगाएर खाएँ मोबाइल राम्रो भयो कि फोटो राम्रो आउँछ यहाँ छ क्या भाइ भन्न भएको पैसा जति सबै मलाई चाहिन्छ है। छैन नि छैन दिदी त्यो मेरो हो कि त्यो मेरो होइन त होइन होइन मेरो मोबाइल कहाँ गयो तिमीलाई कति पैसा चाहियो भन न मैले 100 रुपियाँ जम्मा भएको पैसा सब मलाई चाहिन्छ पनि मलाई आयन मलाई है मलाई आयनको पैसा जति सबै मलाई तिम्रो पैसा नि सबै मलाई त्यस्तो हुन सिद्धार्थ कति पैसा चाहियो मलाई पैसा मलाई चाहियो पैसा त कहाँ त्यस्तो हुन्छ छोराहरूलाई देखेरै म यहाँ नसकिँदा त लाने हो इलेभेनमा जानु 11
हुन्न उठाएको उठाएर झ्यापा यहाँ मान्दैन भने झ्यापा उठ्यो नि भान्जी म पनि छु गुड यो अन्टीलाई नि अन्टीलाई भयो भाउजू कहाँ आइपुग्यौँ हामी अहिले चाहिँ जानकी नगर साइलो बुवाकोमा अब चाहिँ हाम्रो टिकाको कार्यक्रम चाहिँ दसैँको टिका कार्यक्रम साइलो बुवाकोमा हुन्छ। आशीर्वाद लियो नमस्कार 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 जयन्ती मंगलाकाली भद्रकाली कपालिनी दुर्गा शिव शिवा धात्री स्वास्वधा नमस्ते जय कम देवी चामुंडी जय भूतिहारिणी जय सर्वगति देवी करावन मौलिकता पुगुस और घर त सबै भइरहेछ। अब हाम्रो भाइ चाहिँ अलिक ठुलो नेता बन्नु अरे भन्ने त्यही सुन्न पाइन्छ। आएर चाहिँ बदरा भयो है अहिलेको अब चाहिँ राजावादी नेता हो नि केलाई एकैचोटि जमाएर त सबैले त्यो लगाइदिँदै बिगार्ने होइन चाहिँ यहाँ सँगै राख्ने कसैलाई छुट्याउने होइन त्यो लगाइदिने त्यसपछि सँगै उठ्छ। जयन्ती काली भद्रकाली कपालिनी दुर्गा क्षेमा शिवा धात्री स्वास्वधा नमस्ते आयो दोण सुते श्रियं दशरथे शत्रु श्रियं रागमे विद्या शिवा धात्री स्वास्वधा नमस्ते जय कंदेवी चामुंडे जय भूतिहारिणी जय सर्वगते देवी करुणात्मे नमस्ते आयो दोण सुते श्रियं दशरथे शत्रु श्रियं रागमे विद्या देवी तुले वो अब लिखा पनि लिएर तेरो नि हो बनाए मम्मीहरूको उसबाट सम्झेलाको भूत निस्क्यो चढिरहेछ। काली कपालिनी दुर्गा क्षेमा शिवा धात्री स्वास्वधा नमस्ते जय कम देवी चामुंडे जय भूतिहारिणी जय सर्वगते देवी कलरात्रि नमस्ते आयो दोलसुते श्रियं दशरथे शत्रु श्रियं रागमे विज्ञाने विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे नौ दुर्गा देवी दाइना हुन् मनले जिता पुष ल चाहिँ अब चाहिँ एकै ठाउँ काम गर्ने सबै चिज राम्रो छ राम्रो भइराखोस्। अब चाहिँ
दुईजना मात्रै घुम्दा ठिकै त आएछ अब 3 जना भएर घुमेर घुम्दाखेरि आएर छैटिया नाच्न पाइयो फोटो खिचिया फोटो खिच्ने मान्छेले कमी गरेका छैनन् ल बाबु अब त ल कपी Happy छिमेकका आउन के भयो भन्दै एउटै जस्तो छ है दुईटा लासिस एउटै परे जस्तो छ किति नानी त सानै हुन्छ भन्ने ठान्नु होला त्यही भएर के नम्बरलाई भन्नु हो त्यही भएर अझै नम्बर ल्याइन नम्बर ल्याइनै हुनुहुन्छ हजुर पुरा जय बुद्धिहारिणी जय सर्वगते देवी कालरात्रि नमस्ते साइलो बाकोदेखि निस्केर हामी कहाँ जानु लाग्यो नानी भविष्य मामाको आमा ल यता भ्लगमा आइ भनिदिनुहोस् त हाम्रो दसैँ भ्लग भान्जा भान्जीहरूलाई घर लिएर जाँदैछ टिका लाउन हो लगाइदिन बाटोमा बाटो छेके जस्तो हुन्छ भनेर हजुर ल नानी के भन्नुहुन्छ आइसक्यौँ हामी भविष्य मामाको घरमा नयाँ मिलबाट केही मिटरभित्र छिरेपछि सानीमा हामी यहाँ कहाँ हो भन्छ कति जित्यो कति जित्यो कति जित्यो के भयो कति जित्यो घोडा 500 किरणले भनिन्छ बुवा त्यो शेर तर्जो बनिस्के नै नसक्ने गरेर जिते भन्न अब सीता दिदी के को कुरा हो यहाँ के को कुरा हो के पाक्दैन मम्मीहरू ल के
पाक्दैछ मासु दसैँ स्पेसल ल यो सँगसँगै विजया दशमी 2082लाई बिदाई गरौँ हामी सबैजनाले ल घोषणा गर्दछौँ समापन गरेको घोषणा गर्दैछौँ ल एकदम रमाइलो भयो विजयादशमीलाई बिदाई गरेर दीपावली 2082लाई को स्वागतमा हामी नेपाली परिवार